हेलो एभ्रिवान, गुड मर्निङ। म चाहिँ बिहानै उठिसकेपछि मर्निङ वाकको लागि निस्केँ। अनि हेर्नु न, त्यहाँ हतार हतार कलेज जाँदैछन्। अनि कलेज जाने टाइममा चाहिँ कस्तो प्रेसर हुन्छ कि बिहानै उठ कलेज जाऊ होइन। अनि मैले पनि त्यो भोगिरहेको भएर चाहिँ कस्तो लाग्यो क्या। अनि अहिले चाहिँ रहरले उठिरहेको छु। त्यो बेलामा त करले उठ्नु पर्थ्यो नि त, अनि कति गाह्रो हुन्थ्यो। अनि मैले चाहिँ आज म चापागाउँको मोटु पत्लु पार्क गएँ। यो चाहिँ मोटु पत्लु पार्क हो। अनि यहाँ जाँदा चाहिँ मैले एउटा साथीलाई एकदमै मिस गरेँ कि। ऊ चाहिँ हो रेणुका बस्नेत, मेरो प्यारो साथी। हामी याद छ होला तिमीलाई, हामी दिनभरि नाचेर कति रमाइलो गरेको थियौँ। अनि त्यहाँ चाहिँ एक्सर्साइज गर्नेहरू थियो कि, अनि मैले चाहिँ एक्सर्साइज गरेँ। अनि गरिसकेपछि चाहिँ त्यहाँबाट देखिने भ्यू चाहिँ यति राम्रो थियो कि घाम लाग्नलाई सुरुवात हुँदै थियो नि त। अनि यता साइडमा यो वाला एक्सर्साइज चाहिँ त्यो पनि गरेँ। अनि त्यहाँ चाहिँ मोटु पत्लुको त्यो ठुलोवाला नै थियो कि मूर्ति जस्तो। हेर्नु न, अहिले त केही रहेन रहेछ, खुट्टा मात्रै बाँकी रहेछ। अनि त्यहाँभन्दा तल चाहिँ एउटा कुवा छ कि, पानी खाने कुवा छ। अनि कस्तो राम्रो छ कि। अनि त्यहाँ चाहिँ पानीले नुहाउँदो रहेछ। अनि त्यहाँबाट देखिने सबै भ्यूहरू चाहिँ कति राम्रो थियो। अनि त्यो पानीको आवाज चाहिँ कति राम्रो आएको कि, आनन्द आउने है। मलाई चाहिँ यो शान्त वातावरणमा यस्तो मनपर्छ। यहाँ चाहिँ हेर्नु न, कागहरूको सङ्गठनै रहेछ कि, कति धेरै काग हो। अनि म चाहिँ आफ्नै पारामा गीत गाउँदै हिँडिरहेको थिएँ। कति रमाइलो भइरहेको थियो होइन। अनि अब यहाँबाट देखिने भ्यूहरूको त के कुरा गर्नु, हेर्नु हजुर आफै नै हेर्नु होला कति राम्रो छ। मैले भनेकै राम्रो मात्रै हो, अरू त केही भन्नु आउँदैन। अनि मलाई चाहिँ यो कुकुरहरूले कस्तरी तर्साइदियो कि, बाटोमा जानु नदिएर कराएर है। अनि त्यहाँबाट चाहिँ हिमाल पनि देखिरहेको थियो। अनि म आएको बाटो चाहिँ यो हो कि, कति राम्रो है। अनि अम्बा कत्रो ठुलो हो क्या अम्बा, कस्तो खानु मन लागेर, तर के गर्नु है। अनि यो टनल चाहिँ कस्तो राम्रो बनाउनु भएको रहेछ। अनि यो चाहिँ हेर्नु न, कस्तो सानो सानो खेत, कति राम्रो के। अनि मैले चाहिँ त्यहाँनिर एउटा यो बालीवाला रेस्टुरेन्ट, बालीको रेस्टुरेन्ट रहेछ, त्यो पनि देखेँ। अनि यो फुल चाहिँ कति राम्रो रहेछ, त्यो फुल पनि देखेँ। अनि म चाहिँ त्यहाँबाट फर्केँ। यो यहाँ चाहिँ एउटा सानो मन्दिर थियो। मेवा कति